युरोपका यी 10 मुलुकहरू जुन देशमा नेपालीहरूलाई एकदमै छिटो तरिकाले सजिलो तरिकाले भिसा दिइने गरिन्छ। पहिलो नम्बरको मुलुक रहेको छ क्रोएसिया। आजभोलि नेपालीहरूले जान रुचाएको, धेरै नेपालीहरू गइसक्नु भएको छ, धेरै जाने तर्खरमा हुनुहुन्छ होला, जुन मुलुक हो क्रोएसिया। क्रोएसियामा पाउने काम भनेको हामीले होटल लाइन सम्बन्धी काम, कन्स्ट्रक्सन काम जस्तै इलेक्ट्रिसियन, कारपेन्टर र फार्मिङमा या भनौँ एग्रिकल्चरमा काम पाउने गरिन्छ। त्यहाँको स्यालेरी भनेको 4500 देखि 6000 क्रोएसियन पैसा, जसलाई हामीले युरोमा कन्भर्ट गर्दाखेरि 600 देखि 800 युरो हुन्छ, जुन भनेको नेपाली 80 देखि 90 हजार रुपियाँ हुन्छ। यदि तपाईँलाई कुनै दलालले, कुनै एजेन्टले 2-3 लाख रुपियाँ कमाइ हुन्छ भनेर तपाईँहरूलाई प्रलोभन देखायो भने त्यो कुरा झुटो तपाईँहरूले पत्ता लगाउनु होला। यदि तपाईँहरूको वर्क परमिट, अकोमोडेसन पेपर, ग्यारेन्टी लेटर, कन्ट्र्याक्ट लेटर ओरिजिनल छ, सक्कली छ भने तपाईँहरूको भिसा अवश्य लाग्छ। भिसा सक्सेस रेटको कुरा गर्नुपर्दा 3.7% भिसा चाहिँ रिजेक्ट हुन्छ भने 96.3% भिसा चाहिँ सक्सेस हुने गर्दछ। यदि तपाईँहरू क्रोएसिया जान चाहनुहुन्छ भनेदेखि तपाईँहरूले कुनै पनि एम्बेसी इन्टरभ्यू दिनु पर्दैन, VFSबाट तपाईँहरूले डाइरेक्ट एप्लाई गर्न सक्नुहुनेछ। दोस्रो नम्बरमा रहेको मुलुक छ लिथुनिया। लिथुनियामा नेपालीहरू धेरै गएका छन्, विशेष गरी त्यहाँ कामदारहरू जाने गर्दछन्। भिसा सक्सेस रेटको कुरा गर्नुपर्दा त्यहाँ 98.7% भिसा सक्सेस हुन्छ भने रिजेक्ट चाहिँ 1.3% भिसा रिजेक्ट हुन्छ। त्यहाँ पाउने काम भनेको जस्तै फार्मिङ सम्बन्धी काम, एग्रिकल्चर सम्बन्धी काम र रेस्टुरेन्ट सम्बन्धी काम, होटल लाइन सम्बन्धी कामहरू पाउने गरिन्छ। प्याकेजिङ, म्यानुफ्याक्चरिङ, फ्याक्ट्रीहरूमा काम पाउने गरिन्छ। त्यहाँको स्यालेरी भनेको 600 देखि 800 डलर या भनौँ युरोपियन हुने गर्दछ, जसलाई नेपालमा कन्भर्ट गर्दाखेरि 80,000 देखि 90,000 हुनेछ। हप्ताको 6 दिन त्यहाँ काम गर्नुपर्ने हुनेछ। टाइम भनेको तपाईँहरूले 8 घन्टा गर्नुपर्नेछ। VFX नेपालमै छ लिथुनियाको, सो तपाईँहरूले त्यहाँबाट एप्लाई गर्न सक्नुहुन्छ र बाँकी इन्फर्मेसनहरू पनि तपाईँहरूले त्यहाँबाट लिन सक्नुहुन्छ। तेस्रो नम्बरमा रहेको मुलुक छ लाटभिया। लाटभिया चाहिँ धेरै जसो स्टुडेन्टहरूले रुचाउने देश हो। नेपालबाट पनि धेरैजना विद्यार्थीहरू चाहिँ त्यहाँ स्टुडेन्ट भिसामा गएका छन्। लाटभिया चाहिँ सेन्जेन मुलुकमा पर्दछ, अर्थात् यदि तपाईँहरूले लाटभियाको भिसा पाउनुभयो भने त्यहाँबाट तपाईँहरू पोर्चुगल, स्विजरल्यान्ड, लक्जमबर्ग जस्ता देशहरू जुन चाहिँ सेन्जेन रिजनभित्र पर्छन् त्योमा तपाईँहरू सजिलो सन्तान सक्नुहुन्छ। तपाईँहरूको भिसा प्रोजेक्ट सजिलो हुनेछ। यदि तपाईँहरू लाटभिया जान चाहनुहुन्छ भनेदेखि तपाईँहरू स्किल वर्कर हो भने झन् सजिलो हुन्छ। जस्तै IT रिलेटेड कामहरू त्यहाँ एकदम राम्रो पाइन्छ। अन्य कामहरू जस्तै कन्स्ट्रक्सन